pages of dreams. हेलो गाइस, दर्शक नमस्ते है सबैजनालाई। सन्चै आराम हुनुहुन्छ होला। आज विशेष गरी यो ब्लग लिएर आएको छु। 4 वर्षपछि चाहिँ म चाहिँ नेपाल जाँदैछु है। धेरै खुसी लागिरहेछ। बुवा आमा अब त आफन्तहरू नदेखेको 4 वर्ष भइसक्यो नि त। चिरा छ घर जान पाएको भएर चिसो हावा चिसो भएको छ। लास्टै 2 दिन जस्तो हिउँ पर्यो अनि अब फेरि आज पानी परिरहेको छ। सो त्यो कारणले गर्दा फेरि अब भनौँ न अब क्वालिटी कस्तो देखिन्छ भिडियो त्यो थाहा छैन है। पानीहरू गइरहेको छ। अब सामानहरू बाहिर लानुपर्ने छ। वो आ गया? Yeah, sorry, no March was blocked until yesterday. I parked somewhere full down, and they don't come to clean the snow, and I could not go out for 2 days. So it's too, too much snow this year. Yes, Too much. never like this. हजुरलाई चाहिँ कस्तो महसुस भइरहेछ 4 वर्षपछि जाँदैछौँ। खुसी त लागि नै हाल्छ। सामना यहाँबाट अब 9 बजे म त मरे है जाडोले फाइनली साथीहरू हामी चाहिँ फाइनली जाग्रेब आइपुग्यौँ है। अनि हामीले चाहिँ होस्टेल बुक गरेको थियौँ तर धेरै टाइम लाग्यो कि बस स्टेसनमा हामी कुर्न पऱ्यो। अनि यसो अहिले हामी फाइनली चाहिँ हामी रुममा आएका छौँ है। रुम पनि राम्रो रहेछ। यो दरजहरू कपडा सपडा राख्नको लागि यहाँ छ है। दरजहरू टक्क लगाएर दरजहरू छ। टाउलहरू रहेछ यहाँ केही छैन, खालि कपडाहरू छ। टिभी रहेछ। रुम राम्रो रहेछ। हिटर छ। यता सुकुमाया निन्द्राले गाह्रो गरेर सुतिरहेछ। थके पनि लाग्यो होला नि त है। रुम चाहिँ दुईजनाको लागि चाहिँ एकदम बेस्ट रहेछ। अनि टोइलेटहरू पनि यस्तो रहेछ। एट्याच बाथरुम है। यसो टोइलेट नि राम्रो छ। सावर नुहाउने सावरको लागि स्याम्पूहरू के दिइरहेछ होइन। ह्यान्ड वासको लागि टोइलेट भइहाल्यो। टोइलेट छ रुमभित्रै। निन्द्रा लाग्यो हो गाह्रै हो। धेरै गाह्रो भएको हो। धेरै गाह्रो भयो कि के भोक लाग्यो कि गाह्रो गएर पुरा मुस्कान त अनि 10 करोडको छ त। निन्द्रा लागेको हो। भोक लागेन? भोक लाग्यो कि नै? त उठेर बनाएर खाने नि हो। ल ठिक छ गाइस। अहिले चाहिँ हामी डिनरको लागि खाना बनाउँदैछौँ है। कस्तो मिठो बनिरहेछ। अस्ति जाडो छ। यतातिर चाहिँ भात बनिरहेछ। यो रुमको बिजोग छ। यहाँ रुम यस्तो छ। रुमको बिजोग छ। भर्खर आएको फेरि बाहिरतिर यसो गएर हामी त भ्लग चाहिँ बनाएनौँ बाहिरको लागि चाहिँ। यसो अहिले चाहिँ 2 मिनट तरकारी पाकिरहेको छ। यहाँ साग पाक्यो होला। तरकारी पनि मिठो बास्नु हुँदैछ। अब खाने ल हुन्छ। यसमै खाउँ न है। ल खाना पाक्यो। आलु अनि यो के हो? वाइट फिस के हो? बिरयानी कि पुलाउ? मिठो बनाऊ त। मिठो छ त पुलाउ त। खाए ल
यस्तै छ होइन। अब भनौँ न, अब आजको रात चाहिँ हामी यहीँ बस्छौँ होइन, यहीँ सुत्छौँ। अनि भोलि बिहान चाहिँ हामी एयरपोर्टमा जान्छौँ है, कि चाहिँ फ्लाइट सुरु हुन्छ। र आजको लागि चाहिँ हामी रेस्ट गर्छौँ, धेरै थाकेको छ। सी यू गाइस। फाइनली हामी चाहिँ हाम्रो रुमबाट चेकआउट भइसक्यौँ। अनि यता महाराजा के गर्दै हजुर है, होल बुक गरेर यो चाहिँ रुमको अगाडि यस्तो छ फेरि हो। अब चाहिँ कहिले आउने फेरि? खै जुत्ता कुन मन पर्यो? जाऊ अगाडि। ठिक छ। मैले पनि ब्याग बोकिरहेको छु। 26। तेह्र पचपन्न हो। के छ बुढी? ठिक छ? लगेज बोलाउँदै होइन? ल होइन होइन, यता साइडमा होइन। हेलो, हाउ आर यू? अच्छा, hello, how are you? Welcome on board. Hi. Thank you. Hello, how are you, ma'am? Thank you. कति रे? Right, left. खाली छ यहाँ। That's open wide. Your thoughts align like stars in the sky, shining bright as the moments pass by. Breathe in deep, let the calm surround. Every answer here waiting to be found. Step by step, you're building your way. Knowledge will guide you day by day. Mistakes are stones that pave the path. Each stumble leads to a hearty laugh. The journey's long, but you're not alone. Each page you turn becomes your own. Breathe
the calm surround. Every answer here waiting to be found. Step by step, you're building your way. Knowledge will guide you day by day. Open the book, let your mind take flight. Pages of dreams in the soft lamplight. Each word a spark, each line a glow. Fuel for the fire to help you grow. तपाईँको नि हान्नु दिँदैमा है त कति वर्ष भयो तपाईँ बसेको यहाँ क्रोएसिया 1.5 वर्ष नेपाल घर कहाँ नि कहाँ 70 ए अब नेपालदेखि आयो पहिला नि कतारबाट भनेपछि 1.5 वर्षपछि जाँदै हुनुहुन्छ ए ल ठिक छ ल म तपाईँले भिडियो हालिदिन्छु नि व्हाट्सएपमा होइन व्हाट्सएप नम्बर दिनु म हालिदिन्छु है ल Every note a door that's open wide. Your thoughts align like stars in the sky, shining bright as the moments pass by. Breathe in deep, let the calm surround. Every answer here waiting to be found. Step by step. खाना खाने हो के दियो चिकन चिकन होला भाइ खाना पनि खायो खाना खाँदैछ जस्ट पुग्छ यतिले पुग्दैन अर्को नि छ त भएर लुगा जम्मै खोलेर भ्याउनु भएन कुन मुभी हेरेको
यता हेर बुढी गाह्रो भयो यस्तो बाटै नछोड्ने यिनीहरू जाने भनेर फाइनल्ली हामी चाहिँ दुबई एयरपोर्ट आइसकेको छौँ अहिले चाहिँ दुबई एयरपोर्टमा हिँड्दैछौँ लिन त माया मलाई देख कहाँ हो दुबई एयरपोर्ट हो माया ठिक छ हामी चाहिँ गाइज अहिले दुबई एयरपोर्ट आइसक्यो है यो चाहिँ ड्युटी फ्री हो अहिले चाहिँ कस्तो लागिरहेछ दुबई एयरपोर्ट रमाइलो हो यस्तो छ माहौलहरू चाहिँ खिचौँला नि ल बिस्तारै हिँड न यतै हेर हो ल है गाइज हामी यो दुबई एयरपोर्ट डिपार्चर 1B यता आउनु ठिक छ रमाइलो भइरहेको छ हामी होइन के भयो डिपार्चर 1 हुन्छ त्यतातिर आउनु आयो गाइस सस्तो पाउँछ कपडाहरू है बुढी के लाने ब्यागहरू जुत्ताहरू अहिले सस्तो पर्छ नि यहाँ कति हो र यसको यसको प्राइस होला नि खोइ यदि हेर न कहाँ हुन्छ खै म त जानु क्या युरो युरो होइन साइज हो क्या आऊ छोड अब नेपाल होइन 34 भयो चढ्यो फाइनली हामी चाहिँ दुबई प्लेन चढिसकेको छ दुबई so excited very big plane and first time in the Dubai plane या I have new experience very excited really and very nice यो चाहिँ बिजनेस क्लास हो हामी बिजनेस क्लासमा टक्कै छौँ बिजनेस क्लासमा र हामीमा केही डिफ्रेन्स छैन हामीमा भनेको चाहिँ खुट्टा यसरी पछाडि मिल्दैन ऊ छैन बिजनेस क्लासमा भनेको चाहिँ खुट्टा पछाडि मिल्छ त्यो केही छैन
यिनीहरू ब्ल्याङ्केटहरू पाउँछ हामीले पाउँदैनौँ त्यति फरक हो यिनीहरू हाँस्ने काम हो नि त अब हामी उड्ने बेला हुन लाग्यो गाइज हामी फाइनली कता नेपाल एयरपोर्ट झऱ्यौँ है
कति महिना पछिको घर हो बुढी? 18 महिना। खुसी छौ है? हामी चाहिँ अब टर्मिनल भवन छिर्दैछौँ। यो चाहिँ अब हामी चाहिँ नेपाली एयरलाइन्स छिर्यौँ है त। नेपाल छिरिसक्यौँ। मेरो बुढो वेलकम नेपाल। ल है वेलकम नेपाल मेरो बुढीलाई। ल नेपालमा धेरै धेरै स्वागत। आज हामी परिवारसँग भेटघाट गरिरहेको। बुवा भ्यू यस्तै छ। अलि दिदी आयो अब बिर्सियो नि। ल काम भइरहेछ। यता यता फोटो खिच्ने हो। परिवारसँग साले केटा आऊ न, आऊ तिमी नि बस न। खाना म ल आमा भाउजू खानु न। निस्ते नखानु। मम्मी र भाउजू नखायो भन्दा नि हुन्छ भाउजूलाई खानु। पुरा होटेलकै सिस्टम भयो त। अनि सबै कचौरामा भागेमा भयो नि केही हुँदैन नि। दाल खाने नि त पानी लिएर आउँछु। पानी त होइन यो दालमा झिङ्गा पऱ्यो। चार वर्षपछि चार वर्ष पुरा भयो। 4 वर्ष पुरो भयो। यो पुसको 14 गते जानुभएको। पुसको 14 गते जानुभएको। 14 गते त मङ्सिरको 14 गते बिहे गरेको। पुसको 22 गते जानुभयो। 22 गते जानुभयो। अब 23 गते त्यो जन्मियो राति। 22 गते म ठ्याक्क यार एउटा प्लेन चढ्ने बेलामा छोरा भयो। 1 बजे जन्मियो त्यो। 22 गते जन्मियो। पुसको 22 गते ठ्याक्कै 4 वर्ष पुरो भयो। साग चाहिँ धेरै हुन्छ हो। यो साग चाहिँ मम्मी यो धेरै हुन्छ। धेरै हालिदिन्छ। यो हुन्छ नै छ नै छ यो।